आजदेखि मलमास सुरु। नवविवाहित जोडीले भुलेर पनि नगर्नुहोस् यस्तो गल्ती, नत्र भविष्यमा अनिष्ट हुन सक्छ। दर्शकबिन, हिन्दू परम्परा अनुसार आज जेठ 3 गतेदेखि मलमास अधिक मास सुरु भएको छ। यो अवधि असार 1 गतेसम्म रहनेछ। धर्मशास्त्रविदहरूका अनुसार मलमासलाई विशेष धार्मिक तथा आध्यात्मिक समयका रूपमा लिने गरिन्छ। शास्त्रीय मान्यता अनुसार मलमासमा विवाह, व्रतबन्ध, गृह प्रवेश, नयाँ व्यवसाय सुरु गर्ने, मन्दिर निर्माण, शुभ यात्रा तथा अन्य मंगल कार्य गर्न वर्जित मानिन्छ। विशेष गरी विवाहको पहिलो मलमास नवविवाहित दाम्पत्यका लागि संवेदनशील समय मानिने भएकाले उनीहरूले विशेष सावधानी अपनाउनु पर्ने धार्मिक विश्वास रहेको छ। धर्म ग्रन्थहरूमा उल्लेख भए अनुसार नवविवाहित श्रीमान श्रीमतीले पहिलो अधिक मास बार्ने परम्परा पुरानै समयदेखि चलिआएको छ। यदि यो नियम पालना नगरे पति पत्नीको स्वास्थ्य, दाम्पत्य जीवन, आर्थिक अवस्था तथा पारिवारिक सुखमा नकारात्मक असर पर्न सक्ने विश्वास गरिन्छ। यस्ता छन् मलमासमा नवविवाहित जोडीले अपनाउनु पर्ने सावधानी तथा गर्न नहुने गल्तीहरू। नम्बर 1, एउटै घरमा नबस्ने। धार्मिक मान्यता अनुसार विवाहपछिको पहिलो मलमासमा नवविवाहित जोडी एउटै घरमा बस्न वा एउटै कोठामा सुत्न नहुने विश्वास छ। यही कारण धेरै ठाउँमा दुलहीलाई माइत पठाइने चलन गरेको पाइन्छ। कतिपय शास्त्रीय मान्यतामा श्रीमान श्रीमतीले एउटै धाराको पानी समेत पिउन नहुने उल्लेख गरिएको छ। यसलाई दाम्पत्य जीवनमा सम्भावित अशुभ प्रभावबाट जोगिने उपायका रूपमा लिने गरिन्छ। नम्बर 2, शारीरिक सम्पर्क नगर्ने। मलमासको अवधिमा नवविवाहित दाम्पत्यबीच शारीरिक सम्बन्ध राख्नु वर्जित मानिन्छ। विशेष गरी विवाहपछिको पहिलो वर्ष वा पहिलो अधिक मासमा यस्तो सम्बन्ध राखेमा स्वास्थ्य, मानसिक स्वास्थ्य, पतिको आयु तथा भावी सन्तानको भविष्यमा नकारात्मक असर पर्न सक्ने धार्मिक विश्वास रहिआएको छ। नम्बर 3, नयाँ कामको थालनी नगर्ने। अधिक मासलाई अतिरिक्त समयका रूपमा लिने भएकाले यस अवधिमा गरिने नयाँ काम सफल नहुने धार्मिक विश्वास छ। त्यसैले विवाह, व्रतबन्ध, गृह प्रवेश, नयाँ व्यापार सुरु गर्ने, घर निर्माण सुरु गर्ने वा मन्दिर स्थापना जस्ता कार्य नगर्न सुझाव दिइन्छ। नम्बर 4, पहिलो पटक तीर्थ यात्रा नगर्ने। यदि मलमास सुरु हुनु अघि नै कुनै तीर्थस्थल नगएको अवस्था छ भने यो अवधिमा पहिलो पटक नयाँ तीर्थस्थल जानु वा नयाँ देवताको दर्शन गर्नु पनि अशुभ मानिन्छ। यद्यपि पहिले दर्शन गरिसकेको तीर्थस्थलमा नियमित पूजा वा दर्शन गर्न भने रोक नहुने धार्मिक मान्यता रहेको छ। धार्मिक दृष्टिले यो महिना भगवान विष्णुको आराधना, जप, तप, दान, व्रत तथा धार्मिक साधनाका लागि अत्यन्तै शुभ मानिन्छ। शुभ तथा माङ्गलिक कार्यका लागि अशुभ मानिए पनि पूजापाठ, ध्यान, धार्मिक ग्रन्थ अध्ययन, दान तथा आत्मशुद्धिका कार्यका लागि यो समय उत्तम मानिने धर्मशास्त्रीविदहरू बताउँछन्।